जिन्दगी सुरु यसैबाट हुने, यसैमा बाँच्न पनि नसकिने, जिन्दगी पनि यसकै कारणले चल्ने र जिन्दगीको अन्त्य पनि यसबाटै हुने। पाइन्छ यसमा हरियाली प्रशस्तै, बेच्न किन्नै मिल्दैन यसलाई सस्तै। महत्त्वपूर्ण छ हामी सम्पूर्ण प्राणीलाई, तर यो किन्नै मिल्दैन कसैलाई। यसकै कारणले स्वच्छ हावा आउँछ, धुवा धुलो र प्रदूषण भाग्छ। हामीले सक्यो भने बढाउँ उसलाई, सक्दैन नघटाउँ यसलाई। हामीले यो भन्दा पनि हामी यसलाई महत्त्वपूर्ण आवश्यक छौँ, किनभने अहिले मान्छेसँग छ ज्ञान बुद्धि विवेक। मान्छेले यसलाई बढाउन सक्छन् तर बढाउँदैनन्, बरु पाएर त विनाश गर्न खोज्छन्। ढाका आउने वृक्षलाई सुन्दर बन्छ गर्नुले यस्तो गर्नलाई रोक्छ हामीले कसले। आजैदेखि लागु वृक्षरोपण कार्यक्रममा र ढाका वृक्षलाई सुन्दर हरियालीमा।